माथि कुरो लागेर यस्तो भइरहेको चाहिँ अवस्था देख्न सक्नुहुन्छ है कुरोले गर्दा कुरो कहिले टिप्सक्नु म माथि पनि उस्तै तल पनि उस्तै कुरोले यही साथी हो यहाँनिर बल्लैले घर आएर सास आयो गले हेलो साथी हो म चाहिँ जङ्गल जाँदैछु दाउरा काट्नको लागि सोल्टीहरू यहाँ डोको छ सो म चाहिँ यहाँनिर एक्लै छु कोही छैन साथी दिन आउने कोही छैन मेरो त म त दाउरामा जाँदैछु है सोल्टीहरू कहाँ हुनुहुन्छ तपाईँहरू चाहिँ हाम्रो त्यस्तै छ काम गाउँघरमा घाँस दाउरा गऱ्यो बस्यो हाम्रो ड्युटी नै हो सोल्टीहरू यहाँ त घाम पनि गइसकेको रहेछ हाम्रोतिर चाहिँ म चाहिँ अब कालो हिँड्दा हैरान भइसक्यो यहाँ चाहिँ सबै जङ्गल घारी नै जङ्गल घारी छ डर पनि लागिरहेको छ मलाई चाहिँ घनघोर जङ्गल घारी छ अब म चाहिँ माथि गएर काट्नु पऱ्यो सोल्टीहरू दाउरा मैले त्यहाँ देखिरहेको छु आइ हो आएर सुनाइदिन्छु त सोल्टीहरूलाई घाँसै काट्नु खोलिदियो बान हाँस्दै गयो लाली ज्वान के हो यस्तो कालो कालो गल्यो खुट्टा छोटो हुनु पनि साह्रै रहेछ अनि के साह्रो शीत यहाँ शीतै शीतमा के साह्रो शीत परेको यहाँनिर त र चिसोले अब नसक्नु भयो बाफ्रे यहाँ घाँस काट्नु भने जति रहेछ है सोल्टीहरूलाई बाख्रा घाँस काट्ने भने बाख्रा घाँस काट्नु नै यहाँनिर जङ्गलै भएछ बाख्रा घाँस मेरो चाहिँ भारे पुग्नु आँटै साथी हो अझै सरी होइन काट्दैछ एक्लै कसले भिडियो खिचिदिन्छ होला साथी हो बाटो पनि यस्तो भिरै भिर छ यो भिरबाट हिँड्दैछु म चाहिँ दाउरा भारी पुऱ्याएर यहाँदेखि तल झऱ्यो भने भिरमा तल पुगेछु बाटो राम्रो यस्तो अप्ठ्यारो छ सबै यहाँ चाहिँ पहिरो गएर डोको पनि यस्तै हामी चाहिँ हेर्नुपर्छ कम्ती गाह्रो छ फाइनली मेरो चाहिँ भारी पुगेर घर जाँदैछ है साथी हो कतिवटा काट्नु बानी छ मेरो चाहिँ ढिलो काट्नु मन पर्दैन चप्पल पनि बाटो नै अप्ठ्यारो छ हो त्यो चप्पलै बोकेर हिँड्नुपर्छ यहाँ चाहिँ घर लडिन्छ चिप्लेर छिटै छिट्छ फाइनली मेरो चाहिँ भारी पुगिसक्यो बाटो नै अप्ठ्यारो छ साथी त्यही भएर म चाहिँ थोरै मात्रै बोकेको क्या डोको पनि यत्रो ठुलो छ यस्तो डोको पनि मभन्दा ठुलो मान्छे नै खासै हिँडेर रहेछ कि त्यही भएर छिटै छिटो रहेछ बाटो जस्तो छ साथी देख्न सक्नुहुन्छ नि सितै चिप्लो न चिप्लो कम्ता शीत छैन मुस्किल आइपुग्यो अन्त बाटो यहाँ पनि बाटो भत्केर यस्तो भइरहेछ साथी हो देख्न सक्नुहुन्छ है भिरालो न भिरालो छ माथि पनि यस्तो भिरालो तल पनि यस्तो भिरालो सो यतिन्जेलसम्म भिडियो हेर्नु भयो थ्याङ्क्स फर वाचिङ माई भिडियो बाई बाई लभ यु एभ्री वान कमेन्ट गर्नु सक्नुहुन्छ है त्यहाँनिर मेरो चाहिँ लुगा यस्तो